एसिया महादेशले 1,70,00,000 वर्ग माइल्स भन्दा बढी क्षेत्रफल ओगटेको छ। महादेश करिब 2वटा उत्तर अमेरिका जति नै छ। एसिया महादेशले करिब पृथ्वीको 30% भूभाग ओगटेको छ। मध्यकालीन एसियाको आर्थिक उदय र सङ्कुचन। हान वंशको समयमा चीनले म्याग्नेटिक कम्पासको आविष्कार गरेको थियो। चीनका मानिसहरूले यसको प्रयोग दिशा हेर्नको लागि प्रयोग गर्दथे। र त्यसको साथमा हान वंशको समयमा चीनले मानिसले तान्ने गाडा पनि आविष्कार गरेका थिए। यसको प्रयोग सामान ओसार पोसार गर्न गरिन्थ्यो। र त्यसको साथमा भूकम्प मापन यन्त्रको पनि आविष्कार गरेका थिए। यसको प्रयोग चीनका व्यक्तिहरूले भूकम्प मापन गर्नको लागि गर्दथे। र त्यसको साथमा पानी घडीको पनि आविष्कार गरेका थिए। त्यसबेला यो समय हेर्न प्रयोग गरिन्थ्यो। सूर्य घडी यसको आविष्कार पनि त्यही समयमा भएको थियो। यो पनि चीनमै आविष्कार भएको हो। रेशम मार्ग। चीन र युरोपसँग जोड्ने रेशम मार्ग हान वंशको समयदेखि नै सुरु भएको हो। यही मार्गबाट सामानहरूको आयात र निर्यात गर्ने गरिन्थ्यो। यस मार्गमा आयात र निर्यातको व्यापारहरू भइरहन्थ्यो। बारुदको पनि आविष्कार चीनले नै गरेको थियो। बारुद लडाइँमा तोपमा हालेर प्रयोग गरिन्थ्यो। चीनको टाङ शासनकालमा चीनको सिमाना उत्तरमा साइबेरिया, पूर्वमा कोरिया, दक्षिणमा भियतनामसम्म पुगेको थियो। यस कालमा चीनमा पौवा चित्रको आविष्कार भएको थियो। द ग्रेट वाल अफ चाइना। द ग्रेट वाल अफ चाइना करिब 2000 वर्ष अगाडि बनाइएको थियो। यो वाल खास गरी शत्रु राज्यहरूबाट सुरक्षित रहन बनाइएको थियो। द ग्रेट वाल अफ चाइना चिसी हुङ्दीले बनाउन लगाएका थिए। द ग्रेट वाल अफ चाइनाको लम्बाइ करिब 21,196.18 रहेको छ। यो वाल बनाइसकेपछि शत्रुहरूलाई आक्रमण गर्न धेरै गाह्रो भएको थियो। अहिलेको समयमा ग्रेट वाललाई टुरिस्ट स्पटको रूपमा प्रयोग गर्ने गरिन्छ। ताजमहल। भारतको आगरा यमुना नदीको किनारमा स्थित मुगल सम्राट शाहजहाँले आफ्नो श्रीमती मुमताज महलको यादमा बनाएका थिए। ताजमहलको निर्माण 1632 देखि 1653 सालसम्म भएको थियो। ताजमहल 20,000 भन्दा बढी व्यक्तिहरू मिलेर बनाएका थिए। शाहजहाँले 20,000 भन्दा बढी ताजमहल बनाउने व्यक्तिहरूको हात काटिदिएका थिए, किनभने यस्तो महल एउटा मात्र हुनुपर्छ र अरू बनाउनु हुँदैन भनेर। मिङ शासनकालको अन्त्यतिर चीनले विदेशीलाई प्रतिबन्ध लगायो। जापानमा सामन्तवादी अर्थव्यवस्था थियो। जापानका सम्राट नाम मात्रका थिए। सम्पूर्ण शासन सत्ता सगुन र समुराइमा केन्द्रित थियो। सगुन चाहिँ हाम्रा देशका राणा जस्ता थिए। भारतमा सबैभन्दा समृद्ध मुगल शासनको पनि पतन हुन थाल्यो। भारतमा मुगल साम्राज्यको पतनपछि मध्यकालीन आर्थिक विकासमा प्रतिकूल असर पर्यो। मुगल साम्राज्यको पतनपछि कृषि उत्पादनमा पनि नाश भयो र उद्योगहरू पनि बन्द भए।
मुगल साम्राज्यको पतनको साथै निर्माण भएका साना साना राज्यहरूमा बङ्गालको सुवाह पनि पर्दथ्यो। त्यतिखेर भारतमा बङ्गालका नवाब चाहिँ सिराज उद दौला थिए र उनकै शासनमा पनि राज्यहरू कमजोर हुन थालेथे। भारतमा आन्तरिक द्वन्द्व भइरहेको थियो। ठाउँ ठाउँमा मानिसहरू आन्दोलन गरिरहेका थिए र यस्तै राज्यहरूको कमजोरीको कारण भारतमै ब्रिटिसहरूको साम्राज्य पनि उदय हुन थाल्यो र ब्रिटिसहरू पनि भारतमा ठाउँ ठाउँमा आफ्नो एरिया कब्जाएर बस्न थाले र भारतमा जब ठुला राज्यहरूको पतन भएपछि साना साना राज्यहरू बने र यी साना साना राज्यहरू एक आपसमै लड्न थाले र यसैको फाइदा उठाउँदै ब्रिटिसरहरूले यस्ता साना राज्यमा कब्जा गर्न थाले र आफ्नो ठुलो साम्राज्य बनाउन थाले र यसै डच र डेनिसहरू पनि आएका थिए। तर ब्रिटिसहरू जस्तो तिनीहरू टिक्न सकेनन् र तिनीहरू सानो समय मात्रै भारतमा राज गरेर गए। तर ब्रिटिसरहरूले चाहिँ भारतमा 200 सालभन्दा पनि बढी राज गरेर गएका थिए। भारतमा यी कृषिकहरूमाथि अन्याय भइरहेको थियो र यस्तै अन्यायसित लड्नका लागि किसानहरू विद्रोह गरिरहेथे। ठाउँ ठाउँमा आफ्नो ट्र्याक्टर गाडीहरू लिएर विरोध गरिरहेथे। त्यहाँका सुरक्षाकर्मीहरूमाथि आक्रमण र यसको विद्रोहहरूको मुख्य कारण चाहिँ सामन्तवादहरूले किसानहरूमाथि गरेको अन्याय हो र यसै अन्यायसित लड्दा धेरै मुलुकहरू एसियाका धेरै जस्ता मुलुकहरूमा चाहिँ अर्थतन्त्रमा नकारात्मक असर परेको थियो। सन् 1769, 1770 र 1773मा बङ्गालमा ठुलो अनिकाल पर्यो। त्यहाँका मानिसहरू प्राण रक्षाको लागि नेपाल पसेका थिए र यसै अनिकालबाट बच्नको लागि जैन धर्मका गुरु भद्रबाहु पनि नेपालमा पसेका थिए र उनका चाहिँ आज मूर्ति हामी काठमाडौँको कोमल पोखरी जैन भवनमा पनि देख्न सक्छौँ। चीनको येल्लो रिभर र याङ्जी रिभर 1630 देखि 1631सम्म यो दुईटा नदीले चाहिँ चीनमा धेरै नै क्षति गरेको थियो। यसैले यस कारणले चाहिँ यो रिभरलाई चाहिँ आज सोर अफ चाइना भनेर भन्न सकिन्छ र आज चाइनामा यो दुईटै रिभरलाई सोर अफ चाइना भन्ने नि गरिन्छ।